हेलो गाइज वेलकम टु माई ब्लग। अहिले चाहिँ हामी बन्दीपुरबाट यसो घुम्नलाई निस्किरहेको छौँ है। यो चाहिँ बन्दीपुरको मेन छिर्ने ठाउँ भन्छन्। ओ सानो भाइ हरि कस्तो के हेर्छस् त? एउटा छुट्टै सूर्य किन्ने त भोट अर्कैलाई हाल्ने अनि घाम लागेन भने हेर्न। गजब बेइज्जती है। सूर्यलाई हालेर यहाँ त पुरै बजारहरू यताबाट अब आज गनेर भ्याउँछ। फोटो खिच्ने भन्दा विकल्प केही छैन है केटाहरूको। क्यामराम्यान रक्षा गर भगवान्, रक्षा गर। उसले कहाँको रक्त गाली खोलेर फाइनल भिडियो केडा ओ के छ त हालचाल देखाउ न। फाइनली भिडियो केडा दादा हाम्रो नै हालिदिनु है प्लिज। दादा मेरो नै हालिदिनु ल भाइ ल। म त तपाईँको एकदम बिग फ्यान हो क्या, ठुलो हो ल ल ल ओहो सबिन दाई होइन? हो भाइ हो। के छ दाई? ठिक छ भाइ। ल दाई मलाई पनि भ्लगमा हालिदिनु है। ल भाइ ल। भाइ तिमी मसित फोटो खिच्ने हो, म क्यामराम्यान हो। निकेश क्यामराम्यानवाला भिडियो बनाउनु पर्ने। तिनधारे भने त अन्त नि छ होइन? कता हो मैले सुनिहाल्नु आएको त्यहाँ अरू केही छैन, तिनवटा धारो छ, त्यो धारोमा पनि पानी आइरहेको। त्यहाँ गएर काललाई चोपल्ने अनि निकाल्ने हुँदैन? धेरै हाइटमा छ भने अनि हाइट त हो नि यत्रो अग्लो ठाउँमा आयो भने 12 किलो 10 किलोमिटर थाहा नभए मान्छेलाई हाम्रो गाउँतिर गयो भने कति हाइट लाग्छ? 10 किलोमिटर माथि चढेको भने पर्सिहरू घर जाँदाखेरि कति हाइट लाग्ला? कतिवटा टर्निङ हान्दै तिमी माथि आयो भन त। टर्निङ हान्नै नपाइकन उहाँ उतैतिर उतार्नु परिहाल्यो। प्रो राइडर, दिस इज कल्ड प्रो राइडर। यिनीहरू चाहिँ मोडिफाई गरेर नयाँ बनाएको छ।
चेक मरेको हिसाबमा बिरालु इन द छत के बोले भाइ अब के बोले छत बन्दीपुर हो हामीले भिडियो बनाऊ पुल नदेखाए त पुलमा यस्तो डोरा डोरा हुन्छ नि के त अरे केटाहरूको लोजिक चाहिँ सही छ क्या सुनि सन्देश पुलमा पाल हुन्छ तीन धारा क्लब यतै हो यताबाट त गाडी नि लाग्छ यता कालो यस यिनीहरू हिजो पनि नहेरिआएको थियो नि तलतिर रोडमा एरो देखाइरहेको थियो हामीलाई कुर्दै भइरहेको थियो केटाहरू यार क्याप टोपी क्या इटा थिचे हो क्या जस्तालाई थिचे जस्तालाई थिचे हो क्याप ठाडो बनाएर आउँछ नि यस्तो फर्काएर त्यस्तै हो अब उतै खोलातिर त होला नि त्यही आइज सक्छस् आइज कालु बोलाइराख कालु आइज कालु माथि छ भनेर डन भन्दो रहेछ लोत नाचेर आउनु पिकनिक स्पोट भने यतै रहेछ ताली बजाउनु छ नमुना नौलो माया भेट भएको बन्दीपुर आएको नौलो माया भेट भएको यता पिकनिकमा मिस्यौँ अनि जाउँ एकछिन नाच्छु होइन ऊ त्यहाँ होला मैले देखिसकेँ तिनीहरू त नुहाइकन के जाने केटा नुहाएर जानुपर्छ चोपल नभएर चाहिँ नुहाएर होइन म यसरी लुकेरै सही गर्छु होइन तिनीहरू ठुलो धार झरेर आउनु तीन धारा भनेर 5 धारा नि आइसकेको छ अब जाउँ होला हो एक जग्गा यहाँ चाहिँ राम्रो आउँदैन ल क्यामेरा त मोबाइल त ठाडो पारेर देख्नै नहुने नि यहाँ पिकनिकको लागि चाहिने सम्पूर्ण सामानहरू पाइन्छ अरे घरमा फुल नउठे मकै खाने मान्छे यहाँ पक्कन हुने स्ट्यान्डर्ड मेन्टेन गरे भने त दाजु त्यो त कोदाको ढिँडो नपस्ने अनुहार स्ट्यान्डर्ड मेन्टेन गजब बेइज्जती है बुढी छोरी छोरे कोसँग त कहिले पनि लाग्छ यतिको घर चाहिँ बनाउन नसकुला तर यतिको चाहिँ बनाउने छु जरा सबर गरो
तिमी मेरो जीवनमा आयो भने माया यतिको घर चाहिँ होइन यति घर नि बनाउनु सक्दैन यार पैसै छैन मसित हैया कम त माथि आइयो ल र कति दामी देखियो यहाँबाट हिमाल यहाँ भिडियोमा पो नदेखा त हैया ऊ अन्नपूर्ण हिमाल रे मनासली हिमाल गणेश हिमाल ल्याएर यहाँबाट के देखिन्छ सायद यता होला गणेश हिमाल त्यो एरोले देखा अनुसार त्यो म कालु के बोले भाइ के बोले कालु तिमी हिमाल रहेछ अन्नपूर्ण हिमाल पख न यहाँ बन्दै रहेछ सायद भ्यू टावर हो के हो यो जी होइन त्यही हो ए कुद्दै मान्छे कुद्दै आलु त्यो भालो भने त फेरि एडभेन्चर क्याम्पलाई त मान्छेले मार्छ यतापट्टि सिधै त हिँड्दैन कोही कोही चाहिँ यो गर्लफ्रेन्ड बोयफ्रेन्ड आयो भने चाहिँ त्यस्तो गर्नु सक्छ सुसाइड त्यही भएर हामी सिङ्गल हो फुत्ते तल गएर टाउको सिङ्गल भेट्न नि गाह्रो हुन्छ बन्दीपुर बजार भने चाहिँ यति नै हो क्या के गर्ने काट्ने अचाना राखेर अनि सुकुटी बनाउने यतिको बजारको भिडियो कि अब पज गरेन दुई तिनवटा टुक्रा भिडियो फाइनली बन्दीपुर पनि घुमेर सकिसकेको छ अब हामी जान्छौँ के हान्छ ब्याक टु धादिङ आटोमाट है इङ्ग्लिस चाहिँ यसले दिन्छ है बाँकी रह्यो इङ्ग्लिस इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक